लापरवाही गरेर एकदमै इन्टेन्सनली मान्छे मार्यो भने हामीलाई चाहिँ जन्म कैद हुन्छ। हामी चाहिँ इन्टेन्सनली मान्छे मार्यो भने हामी के हुन्छौँ? जन्म कैदको भागीदार हुन्छौँ। अर्को लापरवाही 161 को 2 भनेको त्यसमा लापरवाही गरेर हामीले चाहिँ मान्छे मार्यो भने के हुन्छ? 10 वर्ष सजाय हुन्छ है। लापरवाही भन्नाले के कुरालाई भन्छ? मैले त्यो कुरा भन्न खोजेको। हामीले मापसी गरेर सवारी चलाउनु हुँदैन होइन। हामीले चाहिँ वान वेमा चाहिँ अपोजिट दिशाबाट सवारी चलाउनु हुँदैन। हामीले ओभर स्पिडमा सवारी चलाउनु हुँदैन। हामीले बिना लाइसेन्स सवारी चलाउनु हुँदैन है। अनि हामीसँग सबै छ। ल हेर्नुहोस् है, यसमा के भन्छ? हामीसँग लाइसेन्स त सबै छ। हाम्रो हातबाट कसैको ज्यान मार्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी साधन चलाउँदा सवारी दुर्घटना हुन गई सबै छ। हामीले मापसी पनि गरेका छैनौँ, लाइसेन्स पनि छ। त्यस्तो अवस्थामा चाहिँ हाम्रो हातबाट दुर्घटना भयो, ल हामीले गल्ती गरेका छैनौँ भने त्यो अवस्थामा चाहिँ हामीलाई 1 वर्षसम्म कैद भन्छ। त्यो अवस्थामा पनि 1 वर्षसम्म कैद र 2000 रुपियाँ जरिवाना है त। यो भन्न खोजेको के हो भने इन्डिकेटर बालेर साइड लगाउनुपर्छ गाडी है। यता लेफ्ट गइरहेको छ भने यता लेफ्टको इन्डिकेटर बाल्नुपर्छ। यस्तो राइट जान्छ भने राइटको इन्डिकेटर बाल्नुपर्छ। हामीले धेरै बुझिरहेको हुन्छौँ होइन। हामीले चाहिँ कस्तो बुझिरहेको हुन्छ भने हाम्रो यहाँ अहिले गलत अभ्यास छ कि गलत अभ्यास कस्तो छ भने हामीले ओभरटेक गर्नु पर्यो भने उसले चाहिँ साइड दिनु पर्दाखेरि उसले चाहिँ लेफ्टै बालेर साइड चेक्नुपर्ने हो लेफ्टतिर, अनि यसले अगाडि जानुपर्ने हो। यहाँ गलत अभ्यास हामीले सवारी चालकहरूलाई पनि सिकाइरहेको हुन्छौँ। यो बालिदिन्छ के यो बालिदिन्छ होइन होइन सर, यो यता क्लिक गरिदिन्छ। हामीले के बुझ्छौँ भने अगाडि जा भनेको बुझ्छौँ। हाम्रो यहाँ नबुझेर गलत प्र्याक्टिस भइरहेको छ। अब कसै अब जसलाई चाहिँ कानुन नियम थाहा छ, अब कोही विदेशमा गाडी चलाएर आएको छ भने यताको बाल्ने बित्तिकै उसले चाहिँ के गर्नु खोज्छ? ओभरटेक गर्दैन, उसले चाहिँ ओभरटेक गर्दैन। तर हामी चाहिँ के गर्छौँ? उसले यताको बाल्ने बित्तिकै यता जान्छु भनेर बाल्छ, राइट जान्छु भनेर बाल्छ। हामीले ओभरटेक गर्दैनौँ। त्यो अवस्थामा चाहिँ एक्सिडेन्ट हुन सक्छ है त। हामीले चाहिँ सडकमा ख्याल गर्नुपर्ने कुरा ओभरटेक गर्दाखेरि राइट बाल्ने, उसले चाहिँ लेफ्ट बालेर आफ्नो साइड चाहिँ ओभरटेक गरिसकेपछि फेरि लेफ्टतिरको चाहिँ राइट बाल्ने है त। यो रोक्दाखेरि हामीले यसरी चाहिँ इसारा दिएर रोक्नुपर्छ। अब हामीले जाँदाखेरि जता जाने हो त्यतैतिरको लाइट बालेर जानुपर्छ है। बुझिराख्नु भएको छ? अलिअलि बुझिराख्नु भएको नि? अब हाम्रो एउटा यो पनि बुझ्नुपर्ने कुरा, हाम्रो 3 लेन सडक छ तर होइन, 4 लेन सडक छ कतै। यसमा चाहिँ कुन लेनमा के गर्नुपर्छ भन्ने कुरा हामीले बुझिराख्नुपर्छ सवारी चलाउँदाखेरि। 4 लेनमा चाहिँ सबभन्दा लेफ्ट लेन चाहिँ यसलाई सर्भिस लेन भन्छ। यसमा चाहिँ हामीले गाडी रोक्न पाउँछौँ है। त्योभन्दा एक स्टेप राइटतिरको लेनलाई चाहिँ हामीले के परिवहनको लागि युज गर्छौँ भने एकदमै रोक्नुपर्ने। यो चाहिँ के भयो? सर्भिस लेन भयो। यो चाहिँ के भयो? ठुलो सवारी साधनको लागि एकदमै स्लो चल्ने न अब रोक्नुपर्ने, स्लो चल्नेहरूको लागि भयो। यो चाहिँ स्पिड चल्नेका लागि भयो। यो चाहिँ ओभरटेक गर्ने लेन मात्र हो। हामीले चाहिँ गलत अभ्यास के छ भने यही लेनमा चलाइरहेको हुन्छौँ। त्यो चाहिँ गर्नु हुँदैन सवारी चलाउँदाखेरि है त भाइ बहिनीहरू। हामीले ख्याल गर्नुपर्ने कुरा। अनि हामीले चाहिँ राइट घुम्दाखेरि चाहिँ यो लेनमा हाल्नु मिल्यो। फेरि राइट घुम्दाखेरि है यताबाट राइट हाल्ने। यो बुझियो? सडकमा हुने रेखामा अब कस्तो रेखामा के गर्नु हुँदैन भन्ने कुराहरू छ है। अब यो भनेको पहिला मैले यो जेब्रा क्रसिङमा गएँ है। जेब्रा क्रसिङ तपाईँले 2 प्रकारको देख्नु भयो होला। एउटा यस्तो जेब्रा क्रसिङ हुन्छ होइन। यस्तो जेब्रा क्रसिङ सबैले देखाएको छ। के गर्नुपर्छ यसमा? हामीले यो युज गर्दाखेरि पहिला के गर्नु पर्यो? बुझ्नु होला है। हामी चाहिँ 2 प्रकारको जेब्रा क्रसिङ हुन्छ।
यसमा चाहिँ सहरी साधनलाई प्रायोरिटी दिएको हुन्छ। सहरी साधन उताबाट आइरहेछ भने हामीले हेर्नु पर्यो होइन, के गर्नु पर्यो, हामीले हेर्नु पर्यो, रोकिनु पर्यो, जानिदिनु पर्यो, त्यसपछि हामी अगाडि बढ्नु पर्यो। यो चाहिँ मेन जङ्गलहरूमा कता कता सहरी इलाकाभन्दा बाहिरको इलाकामा हुन्छ है। यसमा चाहिँ के हुन्छ, यसमा चाहिँ पैदल यात्रीलाई प्रायोरिटी हुन्छ है त। यसमा चाहिँ हामी क्रस गर्न पाउँछौँ है, बुझ्यो।